हेलो गाइस, दर्शन नमस्ते। खतरै छ खतरा कागतीको बिरुवा। यो लगभग 1 वर्षमा यत्रो भइसकेछ। अघि मैले भिडियो गर्दै भिडियोै भएन छ। यसरी यो मैले गोडमेल गर्दैछु कागतीले। खतरै छ है कागती, खतरै। 1 वर्षमा यत्रो फलि पनि सकेछ कागती। यो मैले अलरेडी काटिसकेको थिएँ अलरेडी नै, तर भिडियो रेकर्ड नै भएन छ। कत्रै चाहिँ गाइस केरा, कत्रै केरा देख्नुपर्छ गाइस। खत्रै केरा, खत्रै केरा फलिरहेछ। खतरा आप यो पनि 1-1.5 वर्षै भयो, यत्रो भयो। खतरै छ गाइस। स्याउ मैले अलरेडी काटिसकेको छु, स्याउ अलरेडी गोडिसकेको छु। यो स्याउ हो, स्याउको बिरुवा। यो चाहिँ सुन्तोला, अलरेडी मैले गोडमेल गरेँ, यसले पनि काटिदिएँ। सुन्तोला अर्को रह्यो गाइस, यो पनि स्याउ। यो पनि 1-1.5 वर्षकै यत्रो बिरुवा भइसकेको छ अलरेडी, यसले पनि गोडमेल भइसकेको छ। खत्रै केरा पर चाहिँ त्यो ठुलो रुख देख्नुभएको छ भने कटहरको रुख हो, ठुलो पारी। यो पनि गाइस समथिङ यो 3 वर्ष भयो आप हैन। अब यो पनि मैले अलरेडी नै कागतीको रुख अलरेडी मैले गोडिसकेको छु, अलरेडी काटकुट गरिसकेको छु। कागती फलिरहेछ। यसलाई पनि अझै काटकुट गर्दैछु। यसलाई पनि म काट्न चाहिँ खोजिरहेको थिएँ, तर यसलाई पछि यो दाना छ एउटा, एक पिसले गर्दा यसलाई मैले राखिरहेको छु, यसलाई पछि काट्ने भनेर। यो चाहिँ लिची, यो पनि 3-4 वर्षै भयो यो लिची करिब फल। अब यो वर्षदेखि फल्छ होला। अनि अर्को सानो या भुन्टे बिरुवा सुन्तलाको बिरुवा छ। यो चाहिँ गाइस झार हो, यो मल हो। यसलाई पनि म यो भुइँको मसिनो हाँगाहाँगी यसलाई काट्नुपर्छ गाइस। बोर्ड यसरी मुनिको काट्यो भने चाहिँ बिरुवा हुर्किन्छ। यसलाई देखिरहेको छैन, मैले ठुलै पो काट्छु कि गाइस। यसलाई यसरी काट्नुपर्छ ताकि यो बिरुवा छिटो हुर्किन्छ। काट्दैछु गाइस। यहाँ क्यामेराम्यान आफै काट्दाखेरि चाहिँ अप्ठ्यारो भइरहेछ क्या मलाई गाइस। यो चाहिँ मसिनोको यस्तो मसिनोहरू यस्तो काट्नुपर्छ, त्यसो गर्दाखेरि यो चाहिँ सलक्कै ठुलो भएर जान्छ। यहाँबाट दुईवटा हाँगा छुट्टिएको सकेको छ, गएको छ। अर्को फेरि यहाँ छ पुन्टे बिरुवा, यो पनि सुन्तलाको बिरुवा हो गाइस। यसलाई पनि यहाँ पनि मल, यो स्याउलाई चाहिँ मल भनेर हाल्छ। यसलाई पनि यसरी मसिनोलाई यसरी काटिदिनुपर्छ है। गोडमेल गर्दैछु म टक्क यसरी। यसको चाहिँ 2टा काटिएछ अहिले, यो 3टा चाहिँ छोड्दैछ, 3टा। अनि यो लिची चाहिँ गर्नै पर्दैन, लिची चाहिँ उ छ खत्रै पुरा केरा फलिरहेछ है। खत्रै छ है गाइस, खत्रै भन्दै सबैजनालाई नमस्ते। म यस्तै भिडियोहरू अपडेट गर्नेछु। यो भिडियो तपाईँहरूले सहयोग गर्नुहोला, सपोर्ट गर्नुहोला। साथै मेरो च्यानललाई
यस्तै यस्तै खालको भिडियो मनपर्छ भने मेरो च्यानल पनि सब्सक्राइब गर्नु होला सबजनालाई। जय हिन्द, नमस्ते।